कतिलो के अरे बन्चर ल्याउने मलाई भन्नु त्यो त पार्कुङ बनाएर चाहिँ हुँदैन कस्तो छ बन्चर बनाउनु पर्छ अहिले मासु त अलिक मसिनो काट्नुपर्छ होला हौ होइन खाने खाने पनि कति खादिन्छ अरे म मात्रै मार्ने हो के तेल मात्रै निकालेर यस्तो गर्ने धेरै अनि हो यो भरे बाफिन्छ कुन्छ भनेर ए रातभरि त खराइले बस्यो भने त सिस्टम मसिनै राम्रो हुन्छ हामीले पनि गरेर लाउँथे सो वाट्सअप गाइज होइन अनि आज चाहिँ हाम्रो ब्लग यहीँदेखिको स्टार्ट हुँदैछ होइन भर्खरै उठेको होइन भर्खर बिहान हुँदैछ यसो भर्खर उठेर गेम सेम खेल्दै थिएँ होइन सो हेर्नु सक्नुहुन्छ अहिले चाहिँ म बिस्तारामै छु होइन अहिले यहाँ कति 8 बज्न आँटिसक्यो होइन आज चाहिँ म अलिकति ढिलो उठेँ होइन अरू दिनभन्दा अलिकति राति ढिलो सुतेको कारणले ढिलो उठेँ होइन सो आज चाहिँ के हो थाहा छैन होला होइन हजुरहरूलाई आज माघ 1 गते हो अनि आज चाहिँ माघी पर्व है माघी पर्व सो आजको चाहिँ स्पेसल ब्लग हुनेछ होइन आज कस्तो कस्तो धमाकेदार हुनेछ त हेर्दै गर्नु होला होइन अब यसो नछुटाम क्या होइन हेर्नुको लागि चाहिँ चिकेट अब होइन अब यहाँ चाहिँ अलिकति जाडो भएर 2टा सिरो गरिरहेको छु होइन अब यसो अहिले 10-11 बजीतिर उठेर ठक्कसँगले जाने हो होइन हाम्रो मगरसँगको बन होइन अब के हुन्छ त्यहीँ गएर थाहा हुन्छ होइन सो अब फेरि म एकछिन गेम खेल्छु होइन अन्त पछाडि अलैँचीमा कुरा गरौँला होइन सो रेडी भयो पछाडिको ब्लग आउनेछ ल केटाहरू बाई ठ्याक्कै मथनको भनमा आइपुग्न लाग्यौँ मथनको भनमा हामी आइपुग्न लाग्यौँ यो चाहिँ इटर 2 शान्तिनगरको मगरसम्मको भवन हो होइन अनि यहाँ देख्न सक्नुहुन्छ अगाडि खाना पकाउने कार्यक्रम चल्दैछ होइन अब ऊ त्यहाँ चाहिँ नाम टिप्ने कार्यक्रमहरू होइन यसो माघीको लागि पैसा उठाउने छ होइन यहाँ खानाहरू बनिसकेछ हेर्न सक्नुहुन्छ पुलाउहरू सो उता मासुको छ उता धन्दा गर्ने पानीहरू यहाँ चाहिँ टिकट पाउने उता छ सो यता चाहिँ खाना बाँड्दै हुँदो रहेछ होइन यहाँ हेर्न सक्नुहुन्छ सब्जीहरू यहाँ चाहिँ खाजा रहेछ यो चाहिँ खाना भन्नु चाहिँ खाजा बाँड्दै हुन्छ होइन आलुको सब्जी अनि यो रोटी अनि हाम्रो यो भुइँतल अनि यो अचारहरू यो चाहिँ मगरसँगको भवन हो अनि यहाँ हेर्न सक्नुहुन्छ सब्जीहरूभित्र रोटी पनि रहेछ डोकोमा लट्टिक छ सब्जीहरू दरो छ यो चाहिँ माथिको दृश्य होइन हेर्न सक्नुहुन्छ अहिले मान्छे कोही आउनु भएको छैन एक टोली मात्रै हुँदो रहेछ सो अलिक मान्छेहरू आइसके पछाडिको दृश्य चाहिँ यो हो होइन यहाँ
हेर्न सक्नुहुन्छ सो डान्सरहरू आइसक्नु भएको छ नेपाल मगर संघ प्रदेश नम्बर छाती मेरो बासा अङ्गालो खर मेरो भन्नु तिमी मात्र अरूको नै छ र भुल गरेलौ कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा मै राजा तिमी रानी नेपाली सबैको त मौलिक चाड हुँदै हो। यहाँहरूलाई कति थाहा छ पुरानो मान्छेहरूलाई जहाँ त्रिवेणीहरू यी नजिकै छ माई पर माई त्यहाँ 15 दिन लाग्थ्यो अरे उहिले 7 दिनसम्म चाहिँ मैले पनि भेटेको मैले पनि 7 दिनसम्म माने अहिले 3 दिन के कति मान्छ यसको माथि शिरमा इलाममा त्रिवेणीमा पनि 7 दिन मान्थ्यो। कालिम्पोङ दार्जिलिङ सिक्किमदेखिसम्म नि त्यहाँ माघी मेला भर्न आउँथ्यो। म प्रत्यक्ष आफूले नि भरेको तर आज परिस्थितिले के गर्यो यी मेलाहरू माघी पर्वको यस्तो लामो हर्षोल्लासको मेलाहरू घट्दै गएको छ समयले सबैलाई यो फुर्सद छैन। तर पनि मगरलाई फेरि यहाँलाई फेरि म सुसूचित गराउन चाहेको मगरको पनि राष्ट्रिय पर्वको नेपाल सरकारले घोषणा गरेको छ कि थारूहरूको चाहिँ पहिल्यै थियो मगरहरूको पनि 2065 साल माघ 10 गतेको मन्त्री परिषदको निर्णयले मगरहरूको पनि यो पर्व चाहिँ नि राष्ट्रिय पर्व भनेर चाहिँ घोषित गरेको अवस्था। त्यसो भएको हुनाले हामी मगरले के भन्न लाग्यौँ भने सारलेस माघे सङ्क्रान्ति माघे पर्व भनेर अझ बृहत रूपमा मानिआएको र यहाँलाई जानकारी पनि गरौँ मिडिया पनि यहाँले सुनिसक्नु भएको छ। काठमाडौँमा बसोबास गर्नुहुने सबै जिल्लाको मगरहरूले पनि भव्य रूपमा हिजोदेखि आज 2 दिन टुडीखेलमा भव्य मनाइरहेको अवस्था हाम्रो अहिलेको कार्यकारिणी प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा। त्यसो भएको हुनाले नेपाल सरकारले मगरहरूको राष्ट्रिय पर्व हो भनेर यसरी निर्णय गरिसके पश्चात हामी मगरहरू चाहिँ अझ परम्परागतले हामीले मानिआएका थियौँ। सबैले नेपालमा बस्ने सबै जात जातिले मानिआएको तथापि मगरलाई अझ बढी जिम्मेवारी थपियो कि राष्ट्रिय पर्व नै मगरको भनेर नेपाल सरकारले घोषणा गरिसकेपछि निर्णय गरिसकेपछि आज हामी राष्ट्रिय पर्वको रूपमा मनाइरहेको अवस्था सुनसरीकै अब यहाँलाई जानकारी गराउँ। आज 1 गते रामधुलेले पनि मानिरहेको छ बरा क्षेत्रले पनि मानिरहेको छ। आजै अहिले नै आफ्नो स्थानीय एरियामा इटरी नगर कमिटीले नि यहाँ भर्खर के अरे हाम्रो तालतला पर्यटन क्षेत्रमा मनाइरहेको अवस्था र हामी वडा नम्बर 2 ले पनि यहाँ मनाइरहेको अवस्था र अरू पनि धेरै ठाउँमा चाहिँ नि धरानले आज यो मनाइरहेको अवस्था। कतिपय ठाउँमा त यसलाई सप्ताहको रूपमा चाहिँ अस्तिदेखि नै मनाइरहेको अवस्था हो। अझ पश्चिमतिर 18 मगरातमा हो भने अस्ति पुस 15 देखि नै मनाइरहेको अवस्था 15 दिनसम्म। त्यसो भएको हुनाले यो पर्व मगरको विशेष चाड भएकोले हामी स्वभावैले आज विशेष मनाइरहेको छौँ र यसलाई
हामीले अब आउने दिनहरूमा आउने वर्षहरूमा यो चाहिँ निरन्तर मनाउँदै जाने क्रम जारी नै रहनेछ र हाम्रो पूर्व क्षेत्रमा पनि धेरै ठाउँमा चाहिँ कार्यक्रमहरू आजै यो मगरहरूको चाहिँ 1 गते नै प्रायः जसो कतिले अस्ति नै मानिसक्नुभयो 2-4 दिन अगाडि नै आज हाम्रो प्रदेश कमिटीका अध्यक्षज्यू तेज कुमार आलेज्यू पनि सङ्घ सभा तेह्रथुमको कार्यक्रममा रहनुहुन्छ र तेह्रथुमको कार्यक्रम सकेर फेरि धनकुटाको कार्यक्रममा पनि सरिक हुनुहुन्छ। उहाँ 2टा जिल्लाको कार्यक्रम सम्पन्न गर्ने क्रममा हुनुहुन्छ। उहाँले अहिले भर्खरै पनि मलाई भन्दै हुनुहुन्थ्यो तपाईँहरू सुनसरीमा चाहिँ सबै ठाउँमा आलो पालो मिलाएर भ्याउनुहोस् है भन्नुभएको छ। यहाँलाई यो सन्देश मैले बाँड्न चाहेँ। सबैलाई शुभकामना पनि भनिदिनुहोस् भन्नुभएको छ। प्रदेश अध्यक्षको तर्फबाट पनि यहाँ सबैलाई माघे सङ्क्रान्तिको हार्दिक शुभकामना सेयर गर्न चाहेँ र हामी पनि अहिले फेरि नगर कमिटीको इटरीको तालतलायमा यही माइक कार्यक्रममा सहभागी हुनेछौँ। हाम्रो रामकुमार बुर्जा र म चाहिँ यहाँहरूसँग पनि हामी रमाउनेछौँ। आज भर दिन नै यहाँ रमाउनेछौँ। सँगै हामी त्यहाँ पनि अलिकति आफ्नो उपस्थिति जनाएर आउनेछौँ भन्दै आजको यो कार्यक्रम चाहिँ भव्यताका साथ सफल होस् भन्ने हार्दिक शुभकामना टक्राउँदै मेरो शुभकामना मन्तव्य यही बिसाउन चाहन्छु। धन्यवाद। मिजोर जोरले
Iman